हेलो फ्रेन्ड्स नमस्ते म हो विशाल र तपाईँ हेर्दै हुनुहुन्छ विशाल जिटिएन युट्युब च्यानल। आज चाहिँ म यसमा तपाईँलाई युट्युब च्यानल मोनेटाइज सम्बन्धीको केही कुरा जानकारी दिन जाँदैछु। सुरुमा जसको पनि तपाईँको मोनेटाइज हुनको लागि वाच टाइम तपाईँको 4000 घन्टा पुरा भएको हुनुपर्छ र तपाईँको 1000 सब्सक्राइबर हुनुपर्छ होइन। यति भइसकेपछि तपाईँले आफ्नो च्यानल मोनेटाइज गर्न सक्नुहुन्छ र मोनेटाइज भइसकेपछि तपाईँको जब $10 हुन्छ त्यसपछि तपाईँले एउटा पिनको लागि एप्लाई गर्न सक्नुहुन्छ, जुन चाहिँ त्यो पिन उताबाट मेल आउँछ। मेलबाट तपाईँको आफ्नो लाकमा उता एउटा चिठी पठाउँछ जसमा चाहिँ तपाईँको त्यहाँ पिन नम्बर हुन्छ। त्यो पिन गरिसकेपछि त्यहाँ एप्लाई गरिसकेपछि तपाईँको हो सबै इन्कम हुन सुरु हुन्छ त्यहाँनिर। मतलब मैले त्यसमा जति नै इन्कम हुन्छ त्यो इन्कम भइसकेपछि अब तपाईँले जब रेगुलर भिडियो हाल्नुहुन्छ र तपाईँको आफ्नो ब्याङ्कमा आउँछ त्यो एकदम सही तरिकाले आउँछ होइन। त मेन कुरा म भन्न मेन कुरा तपाईँलाई म के भन्न खोज्दैछु भने यदि तपाईँले रेगुलर भिडियो हाल्नुहुन्छ या दिन बिराएर एक दिन बिराएर हाल्नुहुन्छ अथवा केही गरेर सिस्टम हालिरहनुहुन्छ, त्यही सिस्टममा गइरह्यो भने राम्रो हुन्छ। अब राम्रो हुन्छ यदि तपाईँले भिडियो कहिले हाल्ने कहिले नहाल्ने कहिले नहाल्ने गर्नुभयो भने तपाईँको सब्सक्राइबर त 1000 बढ्दै जान्छ, त्यो केही छैन। तर तपाईँको वाच टाइम डाउन हुँदै जान्छ, बुझ्नुभयो। 4000 घन्टा छ भने अब तपाईँको 4000बाट डाउन भएर यदि मानिलिउँ 3000 पुग्यो या 3900 मतलब कति 4000बाट तर डाउन भयो, 4000 घन्टाबाट तल डाउन भयो भने तपाईँको मोनेटाइज हट्छ है, एकदम हट्छ। मेरो एउटा च्यानलमा त्यस्तै भएको थियो, मैले लगाएको थिएँ। अब मोनेटाइज भइसकेपछि चाहिँ अब बिस्तारै हाल्दा पनि एकचोटि भइसकेपछि हुन्छ होला भन्ने भएर मैले रेगुलर भिडियो हालेको थिइनँ। अर्को एउटा मेरो युट्युब च्यानल थियो, त्यसमा रेगुलर भिडियो हालिनँ मैले। हालिसकेपछि लगभग टाइम पनि भएन, मैले 1 महिना जति भिडियो हालिनँ होइन। 1 महिना जति भिडियो नहालेपछि मेरो वाच टाइम धेरै नै डाउन भयो। डाउन भइसकेपछि तपाईँको त्यसमा रेगुलर भिडियो नभएको कारणले गर्दाखेरि मेरो वाच टाइम चाहिँ पुरै त्यहाँबाट तपाईँको घटिसकेपछि मेरो मोनेटाइज हट्यो। मोनेटाइज हटिसकेपछि अब जबसम्म त्यो वाच टाइम 4000 घन्टा पुग्दैन तबसम्म त्यसमा फेरि मोनेटाइजको एप्लाई गर्न मिल्दैन है। एकदम मोनेटाइज एप्लाई गर्नको लागि फेरि 4000 घन्टा पुगेकै हुनुपर्छ। 4000 घन्टा र तपाईँको 1000 सब्सक्राइबर पुगेको हुनैपर्छ। यदि तपाईँको कुनै पनि कारणले गर्दाखेरि तपाईँको अब भिडियो अब कहिलेकाहीँ अब कतै कुनै कारणले केही कारणले अब त कुनै पनि काम केही पर्दाखेरि तपाईँको भिडियो हाल्नुहुन्न नि, त्यो अवस्थामा तपाईँको भिडियोको त्यो जति पनि वाच टाइम काउन्ट हुन्छ त्यो काउन्ट तपाईँको डाउन हुँदै गइसकेपछि 4000 घन्टाभन्दा तल भइसकेपछि तपाईँको फेरि डिमोनेटाइज हुन्छ। त्यो मोनेटाइज हुँदैन, त्यो मोनेटाइज अफ हुन्छ र त्यसबाट तपाईँको इन्कम हुँदैन। त्यो इन्कम पुरै गर्छ, जति पनि इन्कम छ तपाईँको त्यो गुगल एडसेन्स अकाउन्टमा आएर बस्छ, तर तपाईँको इन्कम भने हुँदैन हो। त्यो इन्कमलाई कन्टिन्यू गर्नलाई तपाईँ भिडियो कन्टिन्यू हाल्दै गर्नुपर्छ, तर वाच टाइम 4000 घन्टाभन्दा तल तपाईँले कहिले पनि पुर्याउनु हुँदैन। यो एकदम इम्पोर्टेन्ट हो फ्रेन्ड्स। यो एकदम मैले आफूले भोगेको कुरा म तपाईँलाई सेयर गर्दैछु। भिडियो कस्तो लाग्छ प्लिज, भिडियो राम्रो लाग्छ भने प्लिज च्यानलको सब्सक्राइब गरिदिनु होला र फलो गर्नु होला।